यदि तपाईको दिस पिसी या माई कम्प्युटरमा नि यहाँनिर सी ड्राइभ मात्र छ, अरू डी र ई ड्राइभहरू छैन भने चाहिँ अरू ड्राइभहरू चाहिँ कसरी बनाउने हेरौँ है त। सुरुमा मैले यसलाई क्लोज गरिदिएँ। यो तपाईको दिस पिसी या माई कम्प्युटर के लेखेको हुन्छ, यसमा चाहिँ एकपल्ट राइट माउस क्लिक गरेर यहाँनिर म्यानेज भन्ने छ। यदि यो म्यानेज तपाईको देखिएन भने मोरमा गएर मुनिपट्टि मोर भन्ने लेखेको हुन्छ विन्डोज 11 मा चाहिँ, त्यो मोरमा गएर म्यानेज भेट्न सक्नुहुन्छ। म यो म्यानेजमा गएँ। त्यसपछि यतापट्टि लेफ्ट साइडमा हाम्रो यहाँ छ डिस्क म्यानेजमेन्ट भन्ने छ नि, यसमा एकपल्ट क्लिक गर्नुहोस्। अनि यहाँनिर हाम्रो यो सी ड्राइभ जुन छ नि यसमा चाहिँ 118.59 GB छ हाम्रो यसमा चाहिँ। अब यसबाट चाहिँ कति GB झिक्ने भनेर हैन, सुरुमा चाहिँ तपाईले चाहिँ लगभग सी ड्राइभमा चाहिँ 100 GB चाहिँ राख्नु होला है, अनि बाँकी तपाईले झिक्न सक्नुहुन्छ। अब यसमा चाहिँ यो यसबाट झिक्नको लागि चाहिँ हामी के गर्छौँ, यसबाट अरू ड्राइभहरू बनाउनको लागि चाहिँ यो सी ड्राइभ जुन लेखिरहेछ यहाँनिर यसमा राइट माउस क्लिक गर्छौँ। त्यसपछि यहाँनिर मुनिपट्टि श्रिङ्क भोल्युम भन्ने छ नि, यसमा एकपल्ट क्लिक गर्नुपर्ने हुन्छ। एकछिन यसले टाइम लिन्छ, वेट गर्नु होला। त्यसपछि इन्टर द अमाउन्ट अफ स्पेस इन श्रिङ्क इन एमबी हैन, यसमा चाहिँ तपाईले एमबीमा राख्नुपर्ने हुन्छ। जस्तै मानौँ तपाईले लगभग 20 GB झिक्नु छ भने चाहिँ यहाँनिर एमबीमा राख्नुपर्ने हुन्छ। जस्तै 20,000 भनेर मैले राखिदिएँ। यहाँनिर 20,000 भनेको लगभग 20 GB भन्दा चाहिँ अलिकति कमै हुन्छ हैन। 20,000 राखिसकेपछि त्यसपछि श्रिङ्कमा मैले क्लिक गरेँ। श्रिङ्कमा क्लिक गरिसकेपछि एकछिन यसले टाइम लिइरहेको हुन्छ, वेट गर्नु होला। त्यसपछि यहाँनिर 19.53 GB छ नि, यो अनलोकेटेड लेखेको हो। यसमा चाहिँ एकपल्ट फेरि राइट माउस क्लिक गर्ने अनि न्यू सिम्पल भोल्युम भन्ने छ, यसमा जानुपर्ने हुन्छ। त्यसपछि नेक्स्टमा क्लिक अनि नेक्स्टमा क्लिक अनि यहाँनिर तपाईँको ड्राइभको सिम्बल कुन लेटर राख्ने हो, यहाँनिर डी राख्ने कि ई राख्ने हैन, कुनै चुज गर्दा हुन्छ। मैले डी नै राखिदिएँ। त्यसपछि नेक्स्टमा गएर मैले क्लिक गरिदिएँ। अरू यताउता केही नचलाउनु होला। तपाईँ चाहनुहुन्छ भोल्युमको नेम पनि यहाँनिर राख्न सक्नुहुन्छ। मैले यही नै छोडिदिन्छु। अनि त्यसपछि नेक्स्टमा गएर मैले क्लिक गरिदिएँ। पुनः फेरि नेक्स्ट अनि फिनिस गरिदिने। यति गरिसकेपछि चाहिँ अब म यसलाई क्लोज गरेर तपाईहरुलाई देखाउँछु। दिस पिसी ओपन गर्छु म फेरि। अनि यहाँनिर दिस पिसी ओपन गरिसकेपछि यहाँनिर हाम्रो डी ड्राइभ यहाँ बनिसक्यो। यसरी नै अरू पनि ड्राइभ तपाईँ बनाउन चाहनुहुन्छ भने यही सेम प्रोसेसले तपाईँ अरू ड्राइभहरू बनाउन सक्नुहुन्छ। हस् त, यस्तै टिप्स एन्ड ट्रिक्सको लागि चाहिँ फलो गर्न नबिर्स्नु होला। नेक्स्ट भिडियोमा हामी फेरि पनि उपस्थित हुने नै छौँ। धन्यवाद।